Hello guys. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला। अनि हामी चाहिँ कहाँ हो है? यस्तो बवाल ठाउँमा घुमिरहेछु। मन्दिर यस्तो हामी हेर्न आएको चाहिँ यही के भन्छ अरे मूर्ति है, शिव मूर्ति। बाबा अलिअलि ठुलो रहेछ है, यत्रो हो क्या। लगाएर हैरान त कहाँ यस्तै छ पछाडिको भ्यू ब्याकग्राउन्ड त्यही सिक्नु हैन। हेर त बाबा अलिअलि छ, दामी छ। घुमौँ न एक राउन्ड अब। यस्तो छ डमरू डमरू कति धेरै ह। ओ साच्चै गर्न नि भ्याइसक्यो रे। यिनीहरू फुर्सद भएकोहरू गर्न भ्याएछ शिवलिङ्गहरू। ओहो डमरू शिवजीको डमरू अलिअलि ठुलो ह बाबा। बबाल छन् फेरि बबाल। हिमालय झलला फेवातालै हामी हिजो गएको थियौँ। अनि कहाँबाट गएकोहरू छ त भाइ? फेवाताल पानी ओ त्यो बिचमा त खेद हैन, खेदहरू होइन त्यो परालहरू भएको। अनि यस्तो बबाल रहेछ क्या हैन, देखेको त राम्रोसँग बबाल छ नि भ्यूज त। त्यतैबाट जाने यता भित्र पनि रहेछ। औकात छैन अहिले। एक फन्का मारिसक्यौँ हामीले। के एक फन्का डेढ फन्का डेढ फन्का मारिसक्यो। अब हामी जान्छौँ उता राखेर यताबाट आछि के पानी आइरहेछ अत्रा नसिबन्दी। राम्रो छ ठाउँ जे होस् हैन। हाम्रो दोस्तहरू कता हराए? शिवको मूर्तिसँगै त्यो हिमाल नै देख्छ क्या। बब्बाल लागिरहेछ बब्बाल। हिमालहरू छरपष्ट देखिन्छ, छरपष्टले छर्लङ्ग देखिन्छ। कुन हो रे मुनिया? दुर्गा अनि यो उसको छोरा कार्तिक दुर्गा माता। यतातिर घुम्न आउने त मान्छे यति हुन्छ, यति लाइनै ताती हुने रहेछ क्या। बुढाहरू आयो कुनै स्कुलको बुढाहरू। क्षेत्रफल 1.91। नेपाल लाइभस्टक ब्रिडिङ सेन्टरतिर जाँदैछौँ है गाइज हामी चाहिँ। अच्छी लाग्यो मेरोमा त भिडियो सेट गर्दिनु। अब गएको ल मलाई राम्रो लाग्यो। यिनीहरू के राम्रो लाग्यो? भित्र छिर्न दिएन नि यार। अब के भन्ने मेरो आउँछ उनी ठाउँमा त्यही कारण जान सबै रोगहरू विनोदले बोकेर ल्याए त्यही भएर छिर्न नदिएको गाइज हामीलाई। म त अलि कमजोर आएको छ त्यही कारण हो। भैँसीहरुले यति भन्दा म अब यता बिदा लिन जान्छु ल। जग्गाहरू चाहिँ यति ठुलो कम्पाउन्ड छ पुरै नगरमै। टोलीहरू लड्काहरू अगाडि छ, लड्कीहरू पछाडि छ। भ्यूज देख्ने भनेको हिमालको भ्यूज देख्यो। एनिमलको धेरै सेन्सिटिभ भएको कारणले हामीले छिर्नै पाएन गाइजहरू। बागवानी अनुसन्धान केन्द्र मखमली फुल तरकारी कोइराला
काउली बन्दा सब सबै सबैलाई नमस्कार। अब यहाँको धेरै बालीमा त हामीले ट्यागिङ गरेर राखेको छौँ होइन, ट्यागिङमा अब नाम हेरेर पनि थाहा हुनसक्छ। कफी सबै के भन्छ यो पहेँलो भएर सुक्न लागेको बोट चाहिँ यो किन्नो म्यान्डारिन हो, किन्नो है। अब यो किन्नो चाहिँ अलिकति गर्मीमा पनि हुने खालको सुन्तला मेकाडेमिया नट है। अब यो बाली चाहिँ सदाबहार प्रकृतिको बाली हो भनेको एभरग्रिन, डेसिडियस र एभरग्रिन भनेर पढेको नि होइन हामीले। डेसिडियस ट्रीहरूलाई चाहिँ अलिक बढी ट्रेनिङ चाहिने, एभरग्रिनलाई चाहिँ अलिक कम ट्रेनिङ भयो भन्ने खालको छ नि त होइन। अब भित्र राम्रोसँग घाम पनि नछिर्ने, हावा पनि राम्रोसँग पास नहुने भएको कारणले गर्दाखेरि बोटमा उत्पादन घट्न थालेको भएर यो साल चाहिँ हामीले हेभी प्रुनिङ गऱ्यौँ। यसरी खासमा प्रुनिङ गरिँदैन यो फलमा। हाम्रो चाहिँ कफीलाई चाहिँ फेड मेन्टेन गरेको हो। यहाँ कफी चाहिँ 19 थरीको उतापट्टिको ब्लकमा छ भने यतापट्टि चाहिँ हाम्रो 3 थरी छ। 3टा जातको कफीलाई चाहिँ संरक्षण गरेर एउटा बोट थियो कि हाम्रो घरमा के हो छैन र अब छैन भने यो मेकाडेमिया स्प्रिङ ल्याउन परिहाल्यो भने चाहिँ फेरि जोगाउनु पर्यो नि त, त्यो हिसाबले चाहिँ उनीबाट फर्किएर अब केही छ भने चाहिँ सोद्धा हुन्छ। मैले चाहिँ यति नै भन्छु, केही लाग्छ भने सोद्धा नि। बढ्दैन, यसको चाहिँ हाइट यति नै हो, हाई डेन्सिटी। उनीहरूले खोजेको होइन खोजेको मम्मी हाम्रो घरमा थियो पहिला कति धेरै मेकाडेमी यो रातो कफी पहिलो कफी ल गाइस हामी फर्केको ल। अब चाहिँ यो बागवानी अनुसन्धान केन्द्र पनि हुनेछ है, सरस्वती घुम्छ।